सचिव गुराने ठुला हस्याङ्ग गर्दै आफ्नी श्रीमतीलाई खबर सुनाउँछन्। ठुली, तिमीले थाहा पायौ आज बिहान सचिवको घरमा छोरा जन्मिया छ नि। बिचरा तिनको बडो कठोर मेहनती स्वभावले गर्दा उनी सचिव भएका हुन्। उनका बुबा हाम्रा मुखिया बा पनि हुन्। मुखिया बा सचिव 9 वर्षको उमेर हुँदा बित्नु भयो भने आमा 11 वर्षकै उमेरमा टुहुरा बनेर पनि आज हाम्रो गाउँका सचिव बनेका छन्। गाउँलेका समस्यामा लागि परेका छन्। गुरानेकी श्रीमती बडो खुसी हुँदै भन्छन्, आहा क्या राम्रो भएछ, म त्यहाँ पुगेर केही सहयोग गर्नुपर्ने भए सघाएर आउँछु है भनी सचिवको घरतिर लागिन्। सचिवका घरमा गाउँका धेरैजना मान्छे जम्मा भइसकेका थिए र एकातिर स्याबासी थाप्दैमा ठिक्क थियो। सबै खुसियालीमा रमाइरहेका थिए। सबैलाई मही र मकै खुवाउन व्यस्त थिए। सचिवकै माइली आमा उनी भन्दै थिइन्, टुहुरा र टुहुरीले आज घर उज्यालो बनाए। हुन पनि सचिवकी श्रीमती आफू जन्मिएको 7 दिनमा उनीकी आमा स्वर्गे भएकी थिइन्। यसो भनिरहँदा गाउँलेको आँखा रसाएका थिए, तर मुखमा भने हाँसो तथा खुसीका लक्षणहरू देखिएको थियो। एक दिन आफ्नै गाउँ पञ्चायतकै प्रधान पञ्चले सचिवलाई भन्छन्, हेर सचिव, आफ्नो सन्तान तथा आफ्नो लागि पनि हामीले केही सोच्नै पर्छ। त्यसैले तिमीलाई केही भन्न लागेको छु। के मेरो कुरा मान्छौ त भनी प्रश्न तेर्साउँछन्। तत्काल सचिवले भन्छन्, तपाईले भनेको मैले कहिले मानेको छैन र म मान्न तयार छु। ल भनिहाल्नुहोस्। प्रधान भन्छन्, हेर सचिव, हामी बसाइ सर्नुपर्छ। यहाँ बसेर हामीले केही गर्न सक्दैनौँ र आफ्नो सन्तानको भविष्य पनि बनाउन सक्दैनौँ। त्यसैले मैले ठाउँ पनि रोजिसकेको छु। त्यहाँ हरेक कुराहरूको सुविधा छ। हामी त्यहीँ बसाइ सर्नुपर्छ। सचिव पनि यसै विषयलाई समर्थन गरी गाउँबाट पलाएन। उन राजी हुन्छन्। सचिव र प्रधान बा आफ्नो जिल्लाको सदरमुकाम बसाइसरी जान्छन्। त्यहाँ उनीहरू सामाजिक सेवा तथा राजनीतिमा पनि निकै सक्रिय भएर लागे। प्रधान बा भने सांसद सदस्यमा निर्वाचित भएर पनि मन्त्री बन्न सक्छन्। उता सचिव चाहिँ समाजसेवामा अहोरात्र खटी सेवा प्रदान गर्दै आइरहेका हुन्छन्। उनका बालबच्चा भने आफ्नो पिता कति बेला घर आउनुहुन्छ, कति बेला खाना खानुहुन्छ भन्ने थाहै पाउँदैनथे। केही दिनसम्म आफ्नै बुबालाई देख्न पाउँदैनथे। समाजले उनलाई सधैँ स्वच्छ छवि भएका कर्तव्यपरायण समाजसेवी ठानी आदर गर्दथे। समाजका हरेक दुःख समस्यामाथि सहभागी बनी राहत प्रदान गर्थे। विकास निर्माणमा क्रियाशील रहन्थे। अन्याय सहदैनथे। न्याय दिलाउनका लागि उनी साह्रै सिपालु थिए। जिल्लाभरिका जुनै सङ्घ संस्थामा उनी आबद्ध भइहाल्दथे। यसै प्रकारले सचिवको दिनचर्या बित्दै थियो। त्यो नगर राजनैतिक उर्वर थियो। त्यहाँका सबै नागरिकहरू राजनीतिप्रति सचेत थिए। यसै कारणले होला देशका ठूला नेता पनि यहीकै बासिन्दा थिए। यसैले गर्दा सचिवको उठबस सधैँ तिनै नेताजनहरूसँग बित्ने गर्न थाल्यो। उनको घरमा राजनीतिक वातावरणले निकै नै प्रभाव पार्न थालेको थियो। उनकी श्रीमती पनि टोल सुधार, नगर सुधार समिति तथा महिला सङ्घ सङ्गठनमा आबद्ध भई सहभागिता जनाउँदै जान थालिन्। यस किसिमको वातावरणले गर्दा छोराछोरीमा पनि समाजसेवा र राजनीतिमा चासो बढ्न थाल्यो। गाउँबाट सँगै बसाइ सरेका प्रधान पञ्च बने, मन्त्री बनी सम्पत्ति कमाउने ध्याउन्नमा मग्न बन्दै गए र कालान्तरमा उनी अवैध सम्पत्ति कमाउने लतका कारण उनको कार्य पर्दाफास भयो। यो घटनाको कारण उनले मन्त्री पदबाट राजीनामा दिनु पर्यो भने सँगै बसाइ सरेका सचिवले गाउँबाट जायजेथा बेची मकै खान जोडेको जग्गाहरू पनि दिन प्रतिदिन बेच्नु पर्यो। ऋण लगाउने अवस्था हुन थाल्यो। तैपनि उनलाई समाज सेवामा नै रस बसिसकेको हुनाले समाजसेवालाई छाड्न सकेनन्। बरु ऋण बढाउन मन्जुर भए। उनको पेसा भनेको नै त्यही रहिरहेका जग्गा बेची घर खर्च धानी समाजसेवा नै गर्ने बन्न थाल्यो। ठुला पदमा बसेकाहरूले कुकर्महरू गर्दै जाने परम्परा बसाउन थाले। देश झन विकराल बन्दै जान थाल्यो। जनताका अधिकारहरू कुण्ठित हुँदै जाने क्रम बढ्न थाल्यो। अब देशले विकृतिहरू धान्नै नसक्ने स्थितिको विकास हुँदै गयो। यही क्रममा प्रतिबन्धित अवस्थामा रहेका राजनैतिक सङ्गठनहरू यस विरुद्धमा एकजुट भई प्रतिकार गर्ने र राज्य व्यवस्था परिवर्तन गर्ने सोचका साथ आन्दोलन सुरुवातको घोषणा गरे। आन्दोलनको पारो चढ्दै थियो। त्यो आन्दोलनबाट उनी पनि अछुतो रहन सकेनन्। त्यति बेला प्रहरी तथा सेनाको दमन पनि बढ्दै जान थाल्यो भने आन्दोलन पनि त्यही क्रममा अघि बढ्दै गयो। आन्दोलनलाई देशभरिका जनताले खुबै साथ दिए भने आफ्नो तहका क्षेत्रहरूबाट पनि आन्दोलनलाई उत्तिकै बल पुग्दै जान थाल्यो।
यही मेसोमा उनी पनि विभिन्न क्रियाकलापहरूमा अघि बढ्दै गए। उनी विशेष गरी प्रचार प्रसारको भूमिकामा अवरत लागे। अब त अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि राष्ट्र प्रमुखलाई दबाव आउन थाल्यो। यस्तो अवस्थामा देशमा धेरै शहीदहरू बन्ने क्रम बढ्दै थियो। सत्ता पक्षका लठैतहरूले संविधान दिवस मनाउनका लागि प्रचार प्रसार गर्दै थिए। सरकारले राजनैतिक व्यवस्था बाध्य भएर फेर्नु पर्यो र बहुदलीय व्यवस्था लानु भएको घोषणा पनि गर्नु पर्यो। भनौँ कि त्यो संविधान फोहोर फाल्ने कन्टेनरमा फाल्नु पर्यो। प्रजातन्त्र पुनर्स्थापना भएको उपलक्ष्यमा नगरमा धेरै चहल पहल बढेको थियो। विजय जुलुस उत्सव मनाउनका लागि भव्य तयारी गर्दै थिए। दिनेको 12 बजेतिर विजय जुलुस निकाल्न सुरु गर्यो। मान्छेहरू धेरैले सहभागिता जनाए। सबैको अनुहारमा चमक बढेको थियो। हुँदाहुँदै विशाल र्यालीमा परिणत हुन थाल्यो। यो र्यालीको अग्रपन्थीमा बसी मार्ग निर्देशित गर्दै थिए उनै समाजसेवी सचिव। उता तिनै पुराना अथवा भ्रष्ट मन्त्री भने लुकी गुप्तवास बस्नु परेको थियो। यो सँगै बसाइ सरेका दुई पात्रहरूमा ठूलो भिन्नता ल्याइदियो। हिजोका ठिकहरू आज बेठिक बन्न पुगे। त्यो विशाल र्याली खुल्ला चौरमा पुगी आम सभामा परिणत भयो। सबै नेताहरूले बोल्न थाले। देशमा सबै कुराको व्यवस्था राम्रोसँग हुँदै जाने आश्वासन दिए। संविधान बन्यो, निर्वाचन पनि सम्पन्न भयो र जनादेश अनुरूपको सरकार पनि गठन भयो। देशका जनताहरू धेरै आशावादी बन्दै जान थाले। विकास निर्माणको कार्यमा जनताहरू पनि सक्रिय हुँदै गए। धेरै बाटाघाटाहरू निर्माण हुन थाले। यसले निकै सकारात्मक प्रभाव पनि पार्न थाल्यो। यस्ता सृजनात्मक कार्यहरूमा सचिवले खुबै सक्रियता जनाउँदै जान थाले। तर यो समय धेरै चल्न सकेन। फेरि माथिल्लो तहबाट पदीय लुछाँचुडी, भ्रष्टाचार, ढिलासुस्ती, नातावाद आदि इत्यादि विकृतिहरूले डेरा जमाउँदै जान थाल्यो। पार्टीहरू टुक्रिनु, सरकारको स्थायित्व हुन नसक्नु आदि कारणले विकृति पुनः चरम रूपमा मौलिँदै गयो। सामाजिक सेवामा समर्पित भएका सचिव जस्ता कैयौँलाई निराशाले छुन थाल्यो। देश फेरि अन्योन्यको बन्दी बनेको महसुस सर्वत्र हुन थाल्यो। सचिव जस्ताका सामाजिक पदीय दायित्वहरू नैतिकता नभएका पैसावालाहरूले हडप्दै जाने क्रम बढ्यो। सच्चा समाजसेवीहरू पाखा लगाइन थाले। यस किसिमको दूषित वातावरण पुनः देशैभरि फैलन थाल्यो। देशैभरि सचिव जस्ता जिल्लाभरिका कुनै पनि सङ्घ संस्थामा नछुटेका हुनहार समाजसेवी समाजसेवाबाट विमुख बन्दै गए। सशस्त्र युद्धको समयमा नेपालका सम्पूर्ण गाउँहरूबाट राजनीति गर्ने व्यक्तिहरू पलायन हुने क्रम तीव्र थियो। गाउँमा सुरक्षाको अनुभूति गर्न सकिँदैन थियो। त्यस्तो जोखिम अवस्थामा पनि उनले सहरबाट गाउँ जाने निर्णय गरी जोखिम मोल्न तयार भए। देशको विकास गर्न गाउँबाट नै सुरुवात गर्नुपर्छ र विकास भनेको नै हावापानी, भूगोल आदि हेरी आयार्जनमा वृद्धि हुने खालको व्यवसायको माध्यमबाट गाउँलाई विकास गर्न सकिन्छ भन्ने सोचका साथ अग्रसर हुँदै गए। दुग्ध सङ्कलन मात्रै सहकारितामा सीमित नराखी गाउँमै फल्ने खाद्य पदार्थ तथा कुनै पनि उत्पादनलाई गाउँमै सङ्कलन गरी सहकारिता अनुरूप गाउँलेको आयार्जन बढाउन सकिनेछ। यही नै उत्तम सोच हो भनी झन्झन गाउँको विकासका लागि हौसला बढाउँदै उनी फलफुल खेतीसँग सम्बन्धित भई गाउँका बासिन्दासँग हातेमालो गरी गाउँको विकास निर्माणमा चासो राख्दै गए। उनी आफैले निजी लगानीमा बाटाघाटाहरू बनाइदिए। आफ्नो स्वास्थ्यको ख्याल उनले कहिले गरेनन्, बरु समाजको मात्रै ख्याल राखी हिँड्न थाले। यही रीतले उहाँको शरीर पनि क्रमशः जीर्ण बन्दै जान थाल्यो। उपचारले शरीर धान्न नसक्ने अवस्थामा पुगी सचिवको उपचारको क्रममा विधाताको विधान बमोजिम शाश्वत शरीर यस जगतबाट बिदा लिए। यसरी एउटा ओडो दुःख गरी जिएका समाजसेवामा समर्पित योद्धाको अन्त्य भयो। उनी जस्ता योद्धाको उद्देश्यलाई शिक्षा मानी समाजको विकास गरी देशको विकास गर्ने जिम्मा हामी किन नलिने? यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। जानु नै थियो र चढ्न आएका थियौ। अमर बन्न कर्म तिमीले सजाएका थियौ। शैशवकालमै टुहुराको पहिचान बनाई हन्डरको नियतिलाई जुराएका थियौ। अमर बन्न कर्म तिमीले सजाएका थियौ। गर्दा कर्म सद्भावले चराचरको भलो दिन दुखीका आस्था पनि बचाएका थियौ। अमर बन्न कर्म तिमीले सजाएका थियौ। तनको सुख मनको सुख पहिचान गरी जनजनको दिलैभरि मन खाएका थियौ। अमर बन्न कर्म तिमीले सजाएका थियौ। जानु नै थियो रन चर्न आएका थियौ। अमर बन्न कर्म तिमीले सजाएका थियौ।